साथी बिहान यति धेरै चिसो थियो नि कि म बिहान काममा गएन। खानासाना खाएर म 11 बजेतिर काममा निस्किया थियो अनि अहिले टाइम हुँदैछन् 5:30। 5 बजेर पुरै ठ्याक्कै 35 मिनट भइसकेको छ अनि साँझ नि परिसकेको छ। अनि लगभग मलाई कबार जानलाई अझै 3 किलोमिटर टाढा जानुपर्छ। अनि म कबार भन्दा आज 15 किलो 18 किलोको टाढामा घुमेको छु। म पुरै गाउँ गली सहर हुँदै कराउँदै म घुमेको छु। त्यत्रो टाढा मैले घुमेको छु। गली गली कराउँदै यहाँ मुख दुखिसकेको छ। साइकल चलाउँदै हिँड्दै खुट्टा दुखिसकेको छ। अनि बल्ल पैसा कमाइरहेको छु यति दुःखले। अनि गाउँको मान्छेले के भन्छ नि, के भाइ दिनको त यति कमाउँछ त्यति कमाउँछ अरे। त्यत्रो कमाउँदा नि त घरको जरुरतको चिज म राम्रोसँग पुर्याउन सकेको छैन। दुनियाँले त जे नि भन्छन् साथी, पैसा कति दुःखले आउँछन् बल्ल थाहा हुँदैछन्। पसेना बगाउनु पर्छन्, घाममा डुल्नु पर्छन्, यो चिसोमा हिँड्नु पर्छन्, बल्ल 2 रुपियाँ आउँदैछन्। अनि 2 रुपियाँको महत्त्व के हुन्छ भनेर बल्ल थाहा हुँदैछन्। हामी सानो हुँदाखेरि आमा बुवालाई कति परेशान गर्छौँ। 50 रुपियाँ दिनु, 20 रुपियाँ दिनु, 10 रुपियाँ दिनु, यो चाहियो त्यो चाहियो भनेर एउटा म जिद राखिहाल्छु। हामी नदिँदाखेरि हामी रुन थाल्छौँ। त्यसरी कहिले नि नगर्नु साथी। आमा बुवालाई कहिले नि दुःख नदिनु, किनकि आमा बुवा आफ्नो सपनालाई मारेर तपाईको सपना पुरा गर्छन् कि मेरो छोरा छोरी राम्रोसँग पढोस्, हाम्रो छोरा छोरीको राम्रो भविष्य होस् भनेर आफ्नो सपनालाई मारिदिन्छन् अनि तपाईको सपना पुरा गर्छन्। त कहिले नि आफ्नो आमा बुवालाई दुःख नदिनु, पीडा नदिनु। म यही भन्छु साथी।